लेक साइड जुन पर्यटकीय राजधानी भनेर भनिएको छ पोखरालाई, पर्यटकीय राजधानीको गेटवे यहाँबाट हामी लेक साइड छिर्ने यो एउटा यस्तो नाका हो। र सँगसँगै यहाँ महत्त्वपूर्ण कुरा भनेको यहाँ टुरिस्ट बस पार्क, जहाँ 120-30 राष्ट्रका अन्तर्राष्ट्रिय पर्यटकहरूले प्रयोग गर्ने हाम्रो यो बस पार्क हो। र यो बस पार्कबाट निस्किने यो जुन यो ठाउँ हो, यो ठाउँ अत्यन्त महत्त्वपूर्ण र संवेदनशील ठाउँ हो। र यो आफैमा ब्युटिफिकेसन हुनु आफैमा राम्रो कुरा हो, यसलाई मैले नकारात्मक रूपमा लिएन। र जुन हाम्रो काम गराइ मेथोडोलोजी छ, हाम्रो काम गराइ नै साँच्चै नै हामीले एकचोटि सोच्नुपर्ने आवश्यकता छ। यो जुन म यो बाटो धेरै प्रयोग गर्ने बाटो भएको कारणले गर्दाखेरि यति असहज महसुस भइरहेको छ कि महिनौँ दिन यसरी बाटोमा यो फोहोरहरू, कन्स्ट्रक्सन मेटेरियलहरू यत्र छत्र छरिएर रहँदाखेरि यहाँका पर्यटकहरूलाई र यो बाटो जुन प्रयोगमा आइरहेको छ, यो बाटोमा ल हेर्नुहोस्, यो अहिले अस्तव्यस्त छ। यो अस्ति यति सानो ठाउँमा यो अहिले यो ट्राफिक जुन अस्तव्यस्त छ, यो अझै पिक आवरमा त यो साह्रै नै यो असहज अवस्था आउने हुन्छ। त्यस कारणले गर्दाखेरि हामीले यो के सन्देश दिन खोजेको हो, पर्यटकहरूले नेपालको डेभलपमेन्ट भनेको यस्तो डेभलपमेन्ट हो भन्ने कुरा हामीले देखाउन खोजिएको हो, अथवा अरूले केही काम गरेका छन् हामीले काम गरेका छौँ भनेर बाटोमा चाहिँ यो फोहोर फाल्दै हामीले चाहिँ यो काम गरेको एउटा बाहना, काम गरेको एउटा मैले काम गरेछु भनेर एउटा देखाउने बाहनाबाजी मात्रै हो जस्तो लाग्छ। र यहाँ विभिन्न तह र तबकाका विभिन्न तहका सरकारहरू छन्, अनि एउटा सरकारले अर्को सरकारलाई चाहिँ दोष दिने, दोषारोपण गर्ने र यो हाम्रो माताहतको कुरा होइन भन्ने। र जुनसुकै माताहतको होस्, पब्लिकले हामीले जनताले बुझ्ने भनेको सरकार हो। सरकारको विभिन्न तहमा नै समन्वय हुँदैन भने अनि हामीले के आशा गर्न सकिन्छ? अनि त्यो के को लागि हो ती तहका सरकारहरू है? अब यो विषय एकदम गम्भीर विषय हो। यसरी हामीले बाटोमा फोहोरहरू यसरी छोड्दाखेरि र कन्स्ट्रक्सन मेटेरियललाई यत्तिकै राख्दाखेरिको हाम्रो एउटा असभ्यताको परिचय अनि हाम्रो एउटा काम गर्ने शैलीको पनि प्रश्न उठ्न सक्छ। मलाई लाग्छ कन्स्ट्रक्सन म्यानेजमेन्टमा यस्ता कुराहरूलाई ध्यान दिनुपर्ने जरुरत छ। जस्तो विदेशमा रातारात काम गरिन्छ, बिहान फेरि जस्ताको जस्तै बाटो बनाएर हिँड्नको लागि एक्सेस दिइन्छ। मैले त्यहाँसम्मको लागि सोचेको त होइन, तर 2-4 दिन चाहिँ हामी जनताले नेपालको यो अन्डर डेभलपमेन्ट यो फेजमा छ, यसलाई हामी स्वीकार्न सक्छौँ। तर यति भन्दै महिनौँ दिन वर्षौँ दिन यसरी काम गर्दाखेरिको असहज परिस्थिति कदापि यो चाहिँ हामी क्षमा दिन हुँदैन, यो हामीले आवाज उठाउनै पर्छ। र यस कारणले मैले भनिरहेको छु कि यो पर्यटकीय राजधानी भनिएको छ, स्मार्ट सिटी भनिएको छ। स्मार्ट सिटीमा गरिने कामहरू यस्तै हुन्छन् त? यही हो हाम्रो स्मार्ट सिटीको उदाहरण। हामी नामलाई दुरुपयोग नगरौँ। स्मार्ट सिटीको अर्थ यो होइन कि हामी स्मार्टली काम गर्नुपर्छ। र अन्तिममा म यो भन्न चाहन्छु कि यो सहर एउटा सुन्दर पर्यटकीय स्थल बनोस्, एउटा आरामदायी पर्यटकीय स्थल बनोस्, ताकि पर्यटकीय राजधानी घोषणा गरेको अर्थ होस्। एकातिर पर्यटकीय राजधानी घोषणा गरेको छ, अर्कोतिर अलपत्र यस्ता कन्स्ट्रक्सनहरू जुन बाटोमा देखिएको छ, हरेक यो ट्राफिकहरू हेर्नुहोस्, चोकको ट्राफिकहरू पनि म्यानेजमेन्ट हुन सकिरहेको छैन। यो अवस्थामा मैले सम्बन्धित सरकारवालाहरूलाई यो आग्रह गर्न चाहन्छु कि कदापि यस्तो फेलर डेभलपमेन्टको उदाहरण चाहिँ तपाईँहरूले नदिनु होला। यो माटो फेरि पनि बगेर फेवातालमा गइरहेको छ, फेवाताल पुरिने एउटा यो पनि एउटा माध्यम हो। त्यो कारणले गर्दाखेरि हामीले हरेक एङ्गलबाट फेवाताललाई जोगाउनको लागि यहाँको कन्स्ट्रक्सनलाई पनि म्यानेजमेन्ट गरेर यसलाई चाहिँ एउटा हाम्रो कन्स्ट्रक्सन म्यानेजमेन्टको मेथडमा रहेर यसको अब यो कन्स्ट्रक्सन म्यानेजमेन्ट यो एउटा सेफ्टी फ्याक्टर भनेको एकदम महत्त्वपूर्ण हुन्छ। अब यो ढुङ्गामा कोही आएर ठोकियो, ल हेर्नुहोस् कि एक्सिडेन्ट पर्यो भने यो एउटा भनरेबल अवस्थाको कन्स्ट्रक्सन हुन भएको छ। सेफ्टी फर्स्ट हो, सेफ्टीलाई पनि हामीले ध्यान दिनुपर्छ। यो कदापि यो खालको हेफाजत जुन एउटा कन्स्ट्रक्सन छ यसलाई चाहिँ हामी मान्न सक्दैनौँ। यो मान्ने कुरा पनि भएन, यसलाई समयमा सुधारौँ।
हेर्नुस् यो अन्तर्राष्ट्रिय सिटी पर्यटकीय राजधानी पर्यटकहरू आउँदाखेरि के हामीले यो नेपालले भयङ्कर डेभलप गर्दैछ भनेर देखाउन खोजिएको यसरी फाल्न खोजे ल हेर्नुस् तपाईँ यही हेर्नु न यसलाई त अलि उता राख्नुहोस् नेटले छोप्नुहोस् कमसेकम काम गर्ने यो मिलाएर राम्रो देखाएर पनि त काम गर्न सकिन्छ नि तपाईहरुले यो के तमासा देखाउनु भएको हो सरकार सरकार तपाईहरुको यो तमासा अति भयो यस्तो तमासा चाहिँ हामीलाई चाहिएको होइन तपाईहरुले कहाँबाट यस्तो शिक्षा लिनुभयो तपाईहरु इन्जिनियर हो हैन इन्जिनियरले तपाईहरुले कहाँबाट म आईआरडी इन्टरनेशनल रिजनल डेभलपमेन्टको एउटा स्टुडेन्ट हो कसरी डेभलपमेन्टलाई चाहिँ हामीले क्यारी अन गर्नुपर्छ अथवा डेभलपमेन्टको के हो त प्रोसेस त्यो म ज्ञान भएको कारणले गर्दाखेरि यहाँहरुलाई यो कुराहरु भन्दै छु यसरी 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 तपाईले कन्स्ट्रक्सन गर्नु भनेको अन्डर डेभलपमेन्ट भन्दा पनि अझै मुनिको हामी त्यो स्तरमा छौं भन्ने कुरा चाहिँ हामी बुझ्नुपर्छ यो कदापि छमेन छैन ल हेर्नुस् त उताबाट बस आउँदैछ यसरी छरलिएको छ तपाईले देख्न सक्नुहुन्छ है पर्यटकहरू यो टुरिस्ट बसबाट पर्यटकहरूले हेर्दैछन् हाम्रो विकास कुन चरणमा हिँडिरहेको छ र कस्तो तरिकाले गरिँदैछ यो फेलर डेभलपमेन्ट हामीलाई चाहिएन सरकार डेभलपमेन्ट एउटै तहले गर्न सक्छ धन्यवाद गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ देशको